हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ रहेको छ माघे सङ्क्रान्ति। सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति। अनि माघे सङ्क्रान्तिमा के खान्छ सबैलाई थाहा नै होला है। अनि अहिले चाहिँ हामी त्यो आइटमहरू बनाउँदैछौँ है। हामी तपाईँहरूलाई देखाउँछौँ। अनि तपाईँले कसरी मनाउनु भयो कमेन्टमा भनिदिनु होला है। हामीले चाहिँ मनाउँदैछौँ है त। गाइज हाम्रो चाहिँ यहाँनिर हामी चाहिँ फापरको पिठोको फुलौरा बनाउँदैछौँ। हामी बनाउँदै चाहिँ हाम्रो जमुना दिदी हुनुहुन्छ। अनि हजुर पनि यता बसिरहनु भएको छ। आइरहनु खाँदै हुनुहुन्छ उहाँ। ओके गाइज हाम्रो यहाँनिर चाहिँ फुलौरा बनिरहेको छ फापरको पिठोको होइन। अनि हाम्रो जमुना दिदी बनाउँदै हुनुहुन्छ होइन। गाइस फापरको के अरे फुलौरामा चाहिँ के हाल्छ भनेर म भनिदिन्छु है। फापरको पिठो, नुन अनि अदुवा है। यो चाहिँ हामी सधैँ वर्षैपछि बनाउँछ होइन। तर पहिला मासको र फापरको बनाएको थियो नि, मासको चाहिँ छैन। अनि त्यसैले फापरको मात्रै बनाएको है। अनि बब्बाल मिठो हुन्छ। बनाएर खाएर हेर्नुभयो कि नै हजुरले? मैले खाएर नि हेरेँ। अनि मिठो पनि छ गाइस है। तपाईँले बनाउनु छ भने बनाउँदा हुन्छ। अनि हजुरले चाहिँ खानुभयो कि नै त? छैन। किन नखानु भयो? पकाएको मान्छेले खानु भन्छ। ओ माय गॉड। वाउ। अनि गाइस हामीले चाहिँ अब बिहान बिहानै के खाएर मात्रै खानुपर्छ भनेको मानिन्छ। अनि हामीले चाहिँ बिहान चाहिँ काँचो तरुल घिउ अनि चाहिँ चाकु खायो है। अनि यसरी चाहिँ हामी खाएर मनाउँछ। अनि अहिले चाहिँ हामी के आइटम बनाउँछौँ त्यो नि प्रपर आइटम चाहिँ हामीले बनाइसकेको छैनौँ, बनाउँदैछौँ। सबै बनाएपछि चाहिँ अनि हामी तपाईँहरूलाई देखाउने छौँ के छ भनेर होइन। अब तपाईँहरू नि वेट गर्नु होला। आज चाहिँ हाम्रो दिन कस्तो भयो हेर्नु होला। बिहान चाहिँ हामीले आज ढिला स्टार्ट गऱ्यौँ। हाम्रो चाहिँ अलरेडी चिया र मफिन हामीले अलरेडी खाएर बसिसकेको छौँ। अब पहिला चाहिँ अब के खानुपर्छ भनेर त्यो हुन्छ नि त। अनि त्यो खाएपछि चाहिँ हामीले चिया र मफिन खाएर अनि यो फुलौराहरू बनाउने स्टार्ट गरेको हो। अब खासमा चाहिँ हिजै बनाउनु पर्ने थियो, तर हामी आज भर्खर बनाउँदैछौँ। बट होप यु इन्जोय। अब हामीले जसरी बनाएको छ तपाईँहरू पनि त्यसरी बनाउनुहुन्छ भने या फेरि बेटर तरिकाले हेरौँ। अब त्यो तपाईँकोमा डिपेन्ड गर्छ कसरी बनाउने हो भनेर। एनिवेज ह्याप्पी सङ्क्रान्ति सबैलाई वान्स अगेन है त गाइजहरू। देखाउनको लागि गाइस हामीसँग चाहिँ छ यो चाहिँ रहेको छ फुलौरा फापरको फुलौरा। अनि यो चाहिँ रहेको छ कालोवाला कालो तिलको चाकु र यो सेतो तिलको चाकु है। अनि यो चाहिँ रहेको छ खसीको मासु। अनि यो चाहिँ तरुलहरू दुईटा है। बनतरुल, यो बनतरुल, यो घरतरुल होइन। अनि यो चाहिँ चाकु भइहाल्यो। अब यही खाएर हामी इन्जोय गर्नेछौँ होइन। घिउ चाहिँ हामीले यहाँ राखेनौँ होइन। घिउ चाहिँ अब छुट्टै राख्छु बिकज यहाँ फेरि सबैको मिक्स टेस्ट आयो भने त्यो चाहिँ हामी नराखेको अहिले चाहिँ राख्छु है। तर हामीले बिहान काँचोहरू चाहिँ खाइसक्यौँ। काँचो तरुल, चाकु यो अनि त्यसपछि घिउ खाएको थियो होइन। त्यो खाएर मात्रै खानुपर्छ भन्ने थियो। अनि हामीले त्यो खाएर अनि गाइस यो चाहिँ रहेको छ आइटमहरू सबै है। अब चाहिँ खान्छौँ हामी। खाना लगाएको छौँ है सबै। स्टार्ट गाइस। सी वाइट तिलको चाकु गाइस। क्रन्चीनेस चाहिँ बबाल हो। बनतरुल यो होइन। यो वाला चाहिँ उयो यो चाहिँ होइन के हो यो घरतरुल। विच वान इज बेटर? यो हो बनतरुल मिठो छ गाइस।
जेसिका अरू के ट्राई गर्ने मासु नि बबा छ राइट मासु गाइड भर्खर तातो निकालेर होला मासु गाइड सरी गाइड हड्डी राखेको भन्छ फुलौरा गाइड मैले बना कस्तो गएको अनि दिस इज के बनतरुल यो काँचो नि मिठो हुन्छ पाक्या नि मिठो हुन्छ टेस्टी चाहिँ छ गाइज अब चाहिँ हामी खाएर भेट्छौँ ल गाइज अहिले चाहिँ हामीले तेलसेल लाएर खानासाना खाएर बसिसकेको छौँ होइन अनि आजको लागि यति नै आई होप सबैजनाले माघे सङ्क्रान्ति राम्ररी मनाउनु भयो होला हामीले नि राम्ररी मनाएका छौँ अनि आजको लागि यति नै बाई बाई अनि लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला बाई